यो एउटा शान्त बाटो थियो जहाँ एउटा मुसा आमा आफ्ना सानो बच्चासँग बाटो काट्दै थिइन्। अचानक सानो गल्ती भयो। मुसाको बच्चा चिप्लिएर नालीभित्र खस्यो। आफ्नो बच्चा नालीभित्र परेको देखेर मुसा आमा डराइन्, चिच्याइन् र सहयोग खोज्न थालिन्। त्यही बेला एउटा मानिस मोबाइल चलाउँदै बाटो हुँदै आइरहेको थियो। उसलाई केही थाहा थिएन। मुसा आमाले आफ्नो सबै हिम्मत जुटाइन् र मानिसलाई नालीतर्फ देखाउँदै आफ्नो बच्चाको कुरा बुझाइन्। मानिसले मोबाइल छोड्यो, नालीभित्र हात हाल्यो र सानो मुसाको बच्चालाई सुरक्षित निकाल्यो। आफ्नो बच्चा बचाएको खुसीमा मुसा आमाले मानिसतर्फ निहुरिएर धन्यवाद जनाइन् अनि आफ्नो बच्चासँगै गुनगुनाउँदै गइन्। मानिस मुस्कुराउँदै भन्यो, बढाइ त छ भन्छन् तर विचार त अझै बाँकी रहेछ। भलाइको त जमानै छैन भन्छन् तर भलाइ अझै बाँकी छ। यदि यो कथाले तपाईको मन छोयो भने लाइक गर्नुहोस् र यस्ता साना तर अर्थपूर्ण कथाका लागि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।